विश्व फुटबलमा अहिले यङ स्टार्सको एरा चलिरहेको छ। किलियन एम्बापे, अर्लिङ हाल्यान्ड यी दुई खेलाडीलाई फ्युचर फुटबलको राजा पनि भनिन्छ। उनीहरूसँग स्पिड छ, पावर पनि छ र रेकर्डहरू पनि एकपछि अर्को गर्दै बनाउँदै जाँदैछन्। सबै क्रेजी लेभलकै छ। तर चाखलाग्दो कुरा के हो भने अहिले पनि फुटबलका इलाइट स्ट्राइकरको कुरा आउँदा एउटा 35+ वर्षको खेलाडीले युवा खेलाडीहरूलाई पछि पारिरहेका हुन्छन्। को हुन् त ती खेलाडी? ती खेलाडी हुन् रोबर्ट लेवान्डोस्की। फुटबल इतिहासमा थुप्रै स्ट्राइकरहरू आउँछन्, यङ उमेरमा खतरै खेल्छन्, रेकर्ड बनाउँछन्, तर जसो तसो उमेर बढ्न थाल्छ, फर्म पनि हराउन थाल्छ। स्पिड कम हुन्छ, इन्जुरी बढ्छ, मोटिभेसन हराउँछ, लखतरान भएर रिटायर हुन्छन्। तर लेवान्डोस्कीको भने चालै अर्को। उनका लागि भने उमेर भनेको एउटा अङ्क मात्रै हो। अब अनेस्टली कुरा गर्ने हो भने एम्बापे र हाल्यान्ड स्पेशल मिडियामा बिगर सुपरस्टार हुन्। भाइरल क्लिप्सहरू उनीहरूकै छ, हुन पनि क्रेजी स्पिड, हाइप पनि उनीहरूकै छ। तर प्योर स्ट्राइकरको आर्ट, निरन्तर रूपमा मैदान उत्रन सक्ने सामर्थ्य, फुटबलको टेक्निकल ज्ञानमा भने लेवान्डोस्की अझै पनि नेक्स्ट लेभलमा छन्। लेवान्डोस्कीको जर्नी हेर्ने हो भने हाइपबाट सुरु भएको होइन। उनी मेसी जस्तो वन्डर किड पनि थिएनन्। एम्बापे जस्तो टिन एजमै वर्ल्ड कप विनर बन्न सफल पनि उनी भएनन्। हाल्यान्ड जस्तो जेनेटिक मोन्स्टर हाइप पनि उनमा थिएन। पोल्यान्डमा लोअर डिभिजनबाट स्ट्रगल गर्दै स्टेप बाई स्टेप उनी माथि उक्लिएका थिए। 5 वर्षसम्म घरेलु लिगमा खेले, 3वटा उपाधि जिते, 60भन्दा धेरै गोल पनि गरे। तर पनि उनी युरोपियन लिग क्लबहरूको नजरमा परेनन्। ठुला लिग खेल्ने क्लब जान खोज्दा कतिपय क्लबले रिजेक्ट पनि गरे। बढी विक छ भनेर धेरै क्लबले उनलाई अन्डर एस्टिमेट पनि गरे। तर उनले हार मानेनन्। बोरुसिया डर्टमन्डमा पहिलो मेजर ब्रेकआउट भयो। 2010तिर उनी जर्गन क्लबको सिस्टममा इन्क्लुड भए। डर्टमन्डमा प्रेसिङ मेसिन जस्तो स्ट्राइकर पनि बने उनी। सन् 2013मा च्याम्पियन्स लिग सेमिफाइनल डर्टमन्डले फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध रियल मड्रिडलाई 4-1 गोलले हराएको थियो, जसमा लेवान्डोस्कीले ह्याट्रिकसहित 4 गोल गरेर सनसनी मचाएका थिए। त्यो पनि 17 मिनेटभित्रको ह्याट्रिक। त्यो सिजन फाइनलमा बायर्न म्युनिखसँग हार्दा डर्टमन्ड उपाधिबाट वञ्चित भयो। त्यसको अर्को वर्षदेखि नै उनी बायर्नबाट खेल्न थाले। डर्टमन्डमा 100भन्दा धेरै गोल गरेर बायर्न पुगेका उनको एक्चुअल मोन्स्टर भर्सन भने त्यही देखियो। बायर्नमा लेवान्डोस्की लिटरली गोल फ्याक्ट्री बने। सिजन आफ्टर सिजन 40 गोल, 50 गोल, 60 गोल कन्ट्रिब्युसन। बायर्नबाट खेलुन्जेल उनले 344 गोल गरेका थिए। कम्प्लिटली अनरियल कन्सिस्टेन्सी। अझ फनिस्ट कुरा, उनी फ्ल्यासी स्ट्राइकर पनि होइनन्। हाल्यान्ड जस्तो बुलडोजर पेस छैन, एम्बापे जस्तो एक्सप्लोसिभ ड्रिब्लिङ छैन, तर पनि गोल गरिरहन्छन्। कसरी? किनकि उनलाई थाहा छ फुटबलको आइक्यू। लेवान्डोस्कीको मुभमेन्ट सर्जिकल जस्तो छ। बक्सभित्र कहाँ उभिने, डिफेन्डरले नदेख्ने ठाउँ कहाँ हो, टिममेटले गरेको क्रस कहाँ आउन सक्छ, सबै प्रेडिक्ट गर्छन्। अनि फिनिसिङका लागि दुवै खुट्टा चलाउँछन्, हेडिङ गर्छन्, भलिगोल गर्न सक्छन्। अझ मेन्टल्ली पनि उनी फुटबल अब्सेस्ड छन्। डाइटमा ध्यान दिन्छन्, फिटनेसको ख्याल राख्छन्, चाहिँदो सुत्छन्। त्यसैले चोटले कमै सताउँछ उनलाई। साँच्चै भन्नुपर्दा क्रिस्टियानो रोनाल्डोको लेभलको जस्तो डिसिप्लिन छ उनमा। उनी रोनाल्डोको हार्डवर्कको फ्यान हुन् अनि मेस्सीको ट्यालेन्टको। यसैले पनि मेस्सी र रोनाल्डोको जस्तो प्रतिभा देखाउन खप्पिस मानिन्छन् उनी। त्यही भएर होला 35+ उमेरमा पनि यङ डिफेन्डर्सलाई उनले इम्ब्यारेस गरिरहेका हुन्छन्। अब केही बेर हाल्यान्डको कुरा गरौँ। सिटीबाट खेलिरहेका उनी गोल मेसिन हुन्। तर हाल्यान्डको गेम धेरै जसो फिजिकल डोमिनेन्स छ। उनमा स्पिड छ, पावर छ, टिममेटसँग डिपेन्डेन्ट धेरै हुन्छन्। कतिपय बिग गेममा टाइट मार्किङ भयो भने कम्प्लिटली इन्भिजिबल जस्तो देखिन्छन्। उता एम्बापेको कुरा गर्दा उनी एक्सप्लोसिभ छन्। उनमा कन्सिस्टेन्सी इस्यु छ। क्लब फुटबलमा प्रेसर आयो भने कति बेला मेन्टली डिसअपियर भइरहेको जस्तो देखिन्छ। यसैले पनि रियल मड्रिड आइकन उनको चर्चा सँगसँगै आलोचना पनि छ। तर लेवान्डोस्की 16 वर्षदेखि सेम लेभल मेन्टेन गरिरहेका छन्। 3वटा क्लब चेन्ज भयो, डर्टमन्ड, बायर्न अनि अहिले बार्सिलोना। यसबिचमा लिग चेन्ज भयो, कति म्यानेजर फेरिए, सिस्टम चेन्ज भयो, तर स्टिल गोलको सङ्ख्या भने घटेको छैन उनको। अझ 2022मा बायर्न छोडेर बार्सा जोइन गरेपछि फ्यानहरूले जुन अनुमान गरेका थिए त्यसको उल्टो भयो। मान्छेहरूले बुन्डेसलिगा र ला लिगाको कम्पेयर गर्दै लेवान्डोस्कीले स्पेनमा गोल सङ्ख्या कायम गर्न नसक्ने अनुमान लगाएका थिए। तर स्पेन पुगेपछि पनि उनी ला लिगाको टप स्कोरर बनिहाले। यसै सिजनको कुरा गर्दा पनि लेवान्डोस्कीले 40+ गोल गरिसकेका छन्। 2019 देखि ब्यालन डियरको हकदार बनेका थिए उनी।
2019मा कोभिड पेन्डेमिकले गर्दा क्यान्सल भयो। 2021मा मेस्सीले जितेपछि फर्स्ट रनर अपमा चित्त बुझाए। यो कुराले के प्रुभ गर्छ भने ग्रेट स्ट्राइकर बन्न स्पिड मात्र इनफ हुँदैन, फुटबल ब्रेन चाहिन्छ, लेभान्डोस्कीको जस्तो। अनि अनेस्टली यङ प्लेयरहरूमा कतिपय बेला ब्रान्डिङ धेरै हुन्छ, सोसल मिडिया हाइप, फलोवर टन्नै, तर लेभान्डोस्की ओल्ड स्कुल फुटबलर जस्ता छन्, लेस ड्रामा मोर गोल्स। एम्बापेको इगो हेडलाइन्स बनेर आउँछ, हाल्यान्डको रोबोटिक मेम्स बनेर आउँछ, तर लेभान्डोस्कीको क्वाइटली गोल गरेर घर जान्छन्। फुटबल फ्यान्सहरूले कतिपय बेला यङ फ्ल्यासी प्लेयरलाई धेरै इम्पोर्टेन्स दिन्छन्, तर जब करियर सकिन लाग्छ हिस्ट्रीले एउटा कुरा मात्र याद गर्छ, कन्सिस्टेन्सी। अनि कन्सिस्टेन्सीका राजामध्ये रोबर्ट लेभान्डोस्की डेफिनेटली एक हुन्।